आज हामीसँग 4 जना हुनुहुन्छ उहाँहरुले यो ठुलो डाइस रोल गर्नुहुन्छ र सबैभन्दा जसले ठुलो पोइन्ट हुन्छ लास्टमा उहाँले $100 जित्नुहुन्छ यसको रुल एकदम सिम्पल छ है नम्बर 1 पर्यो भने दुईटा आउट फर्स्ट नम्बर 2 पर्यो भने यु मिस योर नेक्स्ट टर्न नम्बर 3 एउटा प्लेयरसँग $5 छ भने स्टिल गर्न पाउनु भयो नम्बर 4 ले चाहिँ 2 पोइन्ट अरू प्लेयरहरुको स्टिल गर्न सक्नुहुन्छ नम्बर 5 ले चाहिँ यु रिसिभ $5 फ्रम मी $5 पाउनुहुन्छ नम्बर 6 ले चाहिँ अरू सबै प्लेयरको एक उन्टा पोइन्ट लुज हुन्छ र तपाई अब अगाडि बढ्ने चान्स हुन्छ है तपाईहरुको पोइन्ट राउन्ड 1 पछि जे पर्छ डाइसमा त्यही म लेख्छु अनि राउन्ड 2 राउन्ड 3 राउन्ड 4 and then we have a final winner let's start do it out first please 1 2 ल thank you तपाईले 1 point पनि पाउनु भयो है ल player 2 को पालो please 3 number 3 भनेको you steal $5 from any player अरुसँग कोही पनि छैन so you get nothing है number 2 you miss your next turn not a bad start Number 6 अब सबैको एक उन्टा पोइन्ट गयो तपाईको 6 पोइन्ट आयो प्लेयर 1 को -1 you're on 0 प्लेयर 2 को 2 points प्लेयर 3 on 1 point round 2 4 मा still 2 points from any player 6 बाट ल ठीक छ अब 6 - 2 = 4 तपाईको चाहिँ 2 + 2 is 4 है गुड बराबर भयो त ल अब तपाईको पालो प्लेयर नम्बर 2 1 तपाईं चाहिँ you're on point 3 है अब नम्बर 3 तपाईले it's a very bad start you miss your turn number 4 number 2 you miss your next turn है 2 point पाउनु भयो तर you miss your turn round 2 पछि player 1 तपाई चाहिँ you are on 4 points अहिले सम्म है player number 2 तपाई अहिले सम्म 5 points मा हुनुहुन्छ player number 3 तपाई unfortunately 1 मा हुनुहुन्छ है अनि player number 4 you are on 6 at the moment तपाईले जितिरहनु भएको छ है त अब let's start round number 3 let's go 4 भनेपछि तपाईले फेरि स्टिल 2 points from other players कसको पोइन्ट जोड्नुहुन्छ भन्नु त अझै त्यही हायर 1 प्लेयर 4 + 2 equals तपाई अब 6 पोइन्ट मा हुनुहुन्छ तपाई चाहिँ 6 - 2 equals 4 मा हुनुहुन्छ है ल प्लेयर नम्बर 2 You miss your next turn तर तपाई 2 + 3 equals 5 तपाई 5 points मा हुनुहुन्छ है please start player number 3 Congratulations है तपाईले you get $5 from me that is your $5 thank you ल तपाई अब अहिले 6 points मा हुनुहुन्छ है अब तपाईको पालो I missed it. Oh you missed the turn okay before we start round 4 player 1 6 points मा player 2 5 points मा player 3 6 points र player 4 you're on 4 last round let's see who wins number 4 तपाईले अझै you get to steal 2 points फेरि अर्कोबाट highest अब player number 3 ल 3 बाट 3 बाट +2 equals 8 you're on 8 points है ल अब player 2 player 2 missed the turn oh my god तपाई त्यसो भने you get 0 this round and you're on 5 points है अब let's see if you can get 6 to win $5 5 point तर 6 + 5 equals 11 there you go another $5 तपाईको लागि है ल please अब player number 4 I need 5 points. number 4 that means you still 2 points I'll steal from the highest points here. the highest point still 9 he won 4 + 2 equals 6 we have finished 4 rounds so far our player number 1 is on 8 points player number 2 तपाईं you're on 5 points player number 3 तपाईं चाहिँ you're on 11 points player number 4 you're on 6 points so as a result हाम्रो as a winner is player number 3 congratulations अब सबै ताली बजाइदिनु please for the winner thank you so much for playing सबैजनालाई I hope you had a little bit of fun अनि हाम्रो विनरलाई player number 3 तपाईले you won $100 congratulations so much तपाईको लागि our winner for rolling the dice तपाईले अब $110 ले के गर्नुहुन्छ जितेको पैसाले हामी चाहिँ एभ्री स्याटरडे सकर खेल्छ र त्यसपछि कफी खान जान्छ सो मेरो साथीहरुलाई आज मेरो तर्फबाट ट्रिट भयो साथीहरु आज भएको प्रतिस्पर्धामा मैले $110 जित्ने मौका पाए यो चाहिँ एकदम रमाइलो गेम पनि थियो लाइक फलो र सब्स्क्राइब गर्नु होला धन्यवाद थ्यांक यू